गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल देवती ब्लग। धेरै पछि म चाहिँ तपाईहरुसँग चाहिँ आज एउटा भिडियो लिएर आएको छु गाइज। अनि म चाहिँ छु आज इटहरीमा। इटहरीको गर्मी खाँदैछु म चाहिँ अहिले चाहिँ। अनि मसँग छ मेरो एकदमै प्यारो हसिलो रसिलो मेरो सुबिन दाइ यानि कि ध्यानु। अनि हामी दुईजना चाहिँ जाँदैछौँ चोकतिर हैन। अनि चोकतिर चाहिँ किन जाँदैछौँ भने आज एकदम स्पेशल भिडियो छ गाइज मेरो लागि चाहिँ। अनि हामी दुईजना चाहिँ चोकतिर जाँदैछौँ सफारीमा चढेर सरर चिसो हावा खाँदै चिसो हावा खाँदै। यो चाहिँ हो इटहरी हामी पूर्वबाट आउँदैछौँ, पूर्व लाइनबाट सरर आउँदैछौँ। अब चाहिँ हामी चोक जान्छौँ। त्यहाँबाट कहाँ जान्छौँ तपाईँहरू हामी सँगसँगै रहनुहोस्, मेरो भिडियो हेर्दै हेर्दै जानुहोस् है। सरप्राइज छ तपाईँहरूको लागि। मलाई यार साउनको लागि न त्यो सेफ्टीको लागि हो नि त। कति राम्रो गर्यो यो चाहिँ 1 लाख मेरो अनुहारमा चस्मा हात तल सुहाउँछ भन्दै मलाई मान्छेले। तर यो कुरा चाहिँ आज मेरो बहिनीले बोल्दै बहिनी हो नि त, बहिनीले सपोर्ट गर्छ मलाई सधैँ। अब हामी चाहिँ जाँदैछौँ गाइस सोरुम यामाहा सोरुममा जाँदैछौँ। अन्त यामाहा सोरुममा चाहिँ किन जाँदैछौँ त? पक्का पनि केही न केही त हुनैपर्छ त्यहाँ होइन। किन जाँदैछौँ त? तर किन जाँदैछौँ भन्ने कुरा त तपाईँले त्यो अगाडिको थम्बनेलमा हेरेर पनि थाहा पाइसक्नुभयो होला। किन धेरै कन्फ्युज भएर राख्ने। सो म चाहिँ आज एउटा ड्राङ बाइक लिन लागिरहेको छु गाइस। त्यही भएर चाहिँ म चाहिँ जाँदैछु दाइसँग यामाहा सोरुम। अनि सरर भन्नुपर्दा तपाईँहरूलाई म मजाले भन्दाखेरि चाहिँ यो जुन सफारी छ नि, यो सफारी चाहिँ तराईको राजा हो गाइस है। तराईमा चाहिँ यो सफारीले यति धेरै भूमिका निर्वाह गरेको छ है टक्कसँगले। अनि अब चाहिँ हामी पुग्यौँ इटहरीको यामाहा सोरुम। यहाँ पुगेर अब हामी दाइरे म टक्कसँगले उत्रिन्छौँ यहाँ गएर। अनि यहाँभित्र पसेर हल्का बुझबाज गरेर चाहिँ यदि चित्त बुझ्यो भने चाहिँ म एउटा बाइक लिने मेरो सोचमा हो गाइस। त्यही भएर चाहिँ म जाँदैछु सरर भित्र छिर्यौँ हामी। त्यहाँ गएर दाइले हल्का सोध्दैछ कुराहरू, किनभनेदेखि म भन्छु दाइले अलिकति जाने बुझेको छ नि त। अनि मैले चाहिँ लिन खोजेको गाडी चाहिँ यो हो है एफजेड भर्जन 2 भनेर यसलाई चिनिँदो रहेछ। नि मैले चाहिँ यसलाई पहिलादेखि वाच गरिरहेको थिएँ यो गाडीलाई चाहिँ। त्यही भएर मैले यो लिने सोच लिएर चाहिँ म गएको छु साथीहरू है। के कस्तो लाग्छ तपाईँहरूले पनि यसो बुझेर जानकारी दिनु होला। अनि मैले चाहिँ यसो हल्का चढेर ट्राई गरेँ। मैले कतिको भ्याउँछ खुट्टाले भनेको भ्याउँदो रहेछ मेरो खुट्टाले चाहिँ जोस्। अनि मजाले झ्याप्प टेक्नोलोजी अलिअलि भ्याउँदो रहेछ। यति खुट्टा भ्याएपछि मलाई काम चलो भइहाल्छ जानिसके पछाडि। अनि त्यसपछि चाहिँ हामीले सरसल्लाह गऱ्यौँ होइन अब के गर्ने भनेर दाइसँग एकछिन बसेर सरसल्लाह गरिसकेपछि चाहिँ प्राइस साइजहरू के त त्यता गर्नु पऱ्यो नि त। त्यो सोधपुछ गरिसकेपछि चाहिँ मैले लिने सोच बनाएँ होइन। अनि मैले पैसा चाहिँ सबै क्युआर गरिदिएको थिएँ। अनि अलिकति थोरै चाहिँ मैले क्यासै दिन्छु भनेर मैले क्यासै दिन रेडी गर्दैछु। त्यहाँ पैसा खनखन गन्दै अब पैसा जाँदैछ है। माया पनि लाग्दैथ्यो मलाई पैसाहरू दिन, तर पनि अब एउटा बाइक किन्दा एउटा हेलमेट फ्रीमा चाहिँ होइन। हेलमेट सबको जोडिएर हुन्छ नि बाइककै प्राइसमा भराइ मात्र हामीले हेलमेट फ्रीमा भनेर प्राइस चाहिँ सबै बाइकमै जोडिएर हुन्छ। त्यो हामीलाई पनि थाहा छ होइन। अलिक राम्रै खालको हेलमेट दिए हुन्थ्यो यत्रो पैसा तिरेपछि त। ल गाइस अब मेरो बाइक र म चाहिँ यहाँ छु। आजबाट यामाहासँग मेरो कनेक्सन छ। मैले चाहिँ फुल पेमेन्ट गरिसकेको छु, फुल पे गरिसकेको छु। यसको अब हल्का यातायात जान पर्ने हुन्छ अरे। अनि त्यतातिर जान्छौँ हामी दाजु र म चाहिँ। हाम्रो यहाँ सबै काम कुरोहरू भइसक्यो। अब यहाँ दाइले नम्बर प्लेट लेख्न बाइक छ, लेखिदिनुहुन्छ। मलाई आशा छ भरपुर यो यामाहाले मलाई मेरो पुरा टाइम साथ दिनेछ भनेर मलाई पूर्ण आशा र विश्वास र भरोसाको साथ मैले लिएर जाँदैछु। सबैजनाले हेर्नु होला। अनि म सो आज चाहिँ एक्साइटेड पनि छु, खुसी पनि छु, एकदमै ह्याप्पी पनि छु। किनभनेदेखि मेरो एउटा सपना चाहिँ पुरा हुँदैछ आज। त्यही भएर म खुसी छु। र यसमा सुबिन दाइले मलाई साथ दिइरहेछ। खोटाङबाट यहाँसम्म आएर किन आएको भनेदेखि म गाडी लान सक्दिनँ नि त खोटाङसम्म, मलाई राम्रोसँग आउँदैन। त्यही भएर दाइले चाहिँ लानु हुँदैछ। अनि यहाँ चाहिँ दाइले नम्बर पनि अब लेखिसक्नु भयो होइन। उहाँ चाहिँ हुनुहुन्छ सौजी। अनि अब यति बाइक लिइसकेपछि त बहिनी एउटा फोटो त खिच्नुपर्छ, भिडियो बनाउनुपर्छ भन्नुभयो। हामीले फोटो भिडियो गरिवरी अनि हामी चाहिँ गयौँ सरर यातायात गएर हाम्रो त्यो बिल बुकहरू बनाइवरी। अनि अर्का त्यो नम्बर प्लेट पनि लेखिवरी टाँसिवरी चाहिँ अनि हामी यहाँबाट सरर फर्क्यौँ होइन। किनभनेदेखि हामीले पनि एकदमै पोलिरहेको थियो। फर्किएपछि चाहिँ हामीले बाटोमा आइसक्रिम खाने निदो गऱ्यौँ मैले। अनि त्यही भएर दाइर म चाहिँ एउटा क्याफेमा छिरेर आइसक्रिम खाइवरी अनि हामी टक्कसँगले आयौँ यतातिर। अनि यो चाहिँ तरहराको रोड हो। यहाँ चाहिँ दाइको ड्राइभिङ कस्तो सचेक गरौँ हिँड दाइ भनेर मैले तरहराको रोड एकछिन हिँडाएँ होइन। यो चाहिँ धन छिर्ने बेला हो नि। अनि त्यसपछि यो चाहिँ भोलि बिहान गाइस डाइरेक्ट म भोलि बिहान आइपुगेँ। भोलि बिहान चाहिँ किन आइपुग्यो भनेदेखि यो चाहिँ अब हामी बिहानै अब गाडी पूजा गर्नुपर्ने हुन्छ नि त किनिसकेपछि। त्यही भएर चाहिँ हामी सरर धरानको मन्दिर जाँदैछौँ। गएर चाहिँ हामीले पूजाहरू गऱ्यौँ होइन। अब
यो त गर्नै पर्यो पूजा त होइन भोलिको दिनमा यसो केही भयो भने हे भगवान् मलाई केही के भन्छ रक्षा गरिदिनुहोस् भनेर चाहिँ यसो हल्का भगवान्सँग प्रार्थना गर्नु पर्यो भनेर हामी गयौँ गएर अनि पूजासुजा गऱ्यौँ होइन बाजेहरूले उहाँ ध्वजासजाहरू लगाइदिँदै हुनुहुन्छ अनि यो पूजासुजा सकेपछि चाहिँ फेरि हामी इटहरी नै ब्याग हुन्छौँ गाइज होइन हामी इटहरी सरारा ब्याग हुन्छौँ इटहरी आउँदै बाटोमा फेरि एउटा गाडी छिर्ने ठाउँ छ क्या गाइज ठ्याक्कै तररा छिर्ने बेला चाहिँ अनि त्यहाँ चाहिँ मलाई एकछिन चलाउन मन लाग्यो नि दाइ एकचोटि ट्राई गर्छु न ल म कतिको कुदाउँछु भनेर किनभने पहिला अलिअलि अर्को गाडी कुदाएको थियो नि त यो यस्तो अग्लो त मैले खासै चुको थिएन त्यही भएर मैले एकछिन ट्राई गरेँ अनि जस मजा नै भइरहेको थियो सम्म थियो नि त यहाँ चाहिँ कुदाउनलाई जस सरर कुदाइरहेको थियो स्पिडमा होइन स्लो गरेर मैले अलिअलि कुदाइरहेको थिएँ किनभने अग्लो थियो मलाई अलिक डर पनि लाग्दै थियो क्या बाल लडाउँछु कि भनेर अनि जस मजै भयो रमाइलो भयो अलिकति सुरुमा उठाउन चाहिँ मलाई गाह्रो भएको थियो तर पनि मैले उठाएँ कुदाएँ अनि ओके गाइज यो चाहिँ हाम्रो 3rd डे हो होइन अब यहाँबाट चाहिँ हामी सरर खोटाङ लाग्दैछौँ गाइज मैले चाहिँ 3 दिनको भिडियोलाई चाहिँ एउटैमा कोलाबरेट गरेर एडिट गरिदिएको छु अनि यो चाहिँ भेरेटारको ओह्रालोको टर्निङ हो गाइज यस्तो बवाल टर्निङ थियो मलाई त कता डर पनि लाग्दै थियो किनभने सुविन्दाले फर्स्टचोटि लङ ड्राइभ गरिरहनु भएको छ नि त त्यही भएर चाहिँ मलाई ओभर डर पनि लाग्दै थियो तर यो ठाउँहरू हेर्दै जाँदै कस्तो आराम क्या रमाइलो पनि लाग्दै थियो मलाई अनि यो चाहिँ हामी चाहिँ 3 दिनको दिनमा चाहिँ हामी बाइक लियोरी घर फर्किँदैछौँ मैले चाहिँ उता इटहरीमा भएको यहाँ त्यहाँ नानाहरू मसँग बसेको नानाको रुममा बसेको त्यो मैले के पनि भिडियो हालिनँ होइन किनभने मैले मेन मात्रै बनाएँ बाटोतिरको भिडियो अनि बाइक साइक लिएको भिडियो मात्र बनाएर मैले चाहिँ छोटो भिडियो बनाउन चाहेँ त्यही भएर चाहिँ अब चाहिँ हामी कहाँ आइपुग्यौँ भने यो कहाँ आइपुग्यौँ यार मलाई नै थाहा भएन कहाँ आइपुग्यो यार गाइज यो कहाँ यो ए यो हामी धनकोटातिर छौँ सायद है हामी चाहिँ धनकोटा कुदिरहेको छौँ मैले चाहिँ कस्तो म नै कन्फ्युज भयो कि हामी चाहिँ धनकोटातिर कुदिरहेको छौँ सायद यो भेरेटार उता के बाटो हो एकदम खरखरे पाखा पनि भइरहेको थियो होइन यहाँ चाहिँ यस्तो हेर्दाखेरि विरक्त लाग्दो पनि फेरि अर्को टर्निङ आयो त्यही टाइपको टर्निङ आयो होइन सरर आयो अनि यहाँबाट चाहिँ हामी सरासर धनकुटा जान्छौँ धनकुटा त गइयो जान त तर कहाँ गयो भनेदेखि हामी चाहिँ जानुपर्ने भोजपुरको रोड हामी चाहिँ छिरेछौँ तेह्रथुमको रोडतिर वाउ कति राम्रो ठाउँ भने हामी चाहिँ तेह्रथुम जाने साइडतिर गएको गइरहेछ दाइरामा चाहिँ हो वहाँ गएपछि थाहा भयो अनि त्यसपछि हामी एकछिन छक्क पऱ्यौँ है कहाँ आयौँ तर ठाउँहरू चाहिँ जुस एकदम रमाइलो रहेछ बाटो पनि एकदम राम्रो वाह है अनि त्यसपछि ठाउँ पनि एकदमै बबाल त्यसपछि हामी फेरि ब्याक भएर चाहिँ हामी टक्कसँगले भोजपुर आइपुग्यौँ डाइरेक्ट हामी भोजपुर आइपुग्यौँ गाइज यो कस्तो खालको भिडियो भनेर कन्फ्युज नहुनु होला यो यस्तै खालको भिडियो हो मैले मेन मात्रै गरेँ यहाँबाट चाहिँ हामी सरर लाग्यौँ दिक्तेलतिर यो चाहिँ हाम्रो दिक्तेलतिर जाने रोड हो गाइज यो चाहिँ हामी अहिले आइपुगेको छौँ भोजपुर होइन यो चाहिँ अहिले हामी भोजपुरमा छौँ गाइज फेरि तर बाटो चाहिँ त्यो दिक्तेलतिर आउने भोजपुरतिर आउने बाटो हो त्यो चाहिँ तर अहिले चाहिँ हामी छौँ कहाँ छौँ भने हामी भोजपुरको बाटोमा चाहिँ हामीले यात्रा गरिरहेको छौँ अनि भोजपुर कटेपछि बल्ल हाम्रो खोटाङ आउँछ गाइज है दाइ र म चाहिँ एकदम दुईजना निरन्तर यात्रामा लागिरहेको छौँ अनि मलाई चाहिँ बिजोक भइरहेको थियो धुलोले आँखा पोलेर के यस्तै हुँदै आएर हामी टक्कसँगले अहिले आइपुग्यौँ हामी चखेवा भन्ने ठाउँमा आइपुग्यौँ गाइज अनि यहाँ आइपुग्दा चाहिँ एकदम बेलुका पनि भइसकेको थियो थकाइले पनि लास्टै भइसकेको थियो म चाहिँ गलेर मर्नै लागिरहेको थिएँ होइन अनि यो चाहिँ नेपालको झन्डा यस्तो मजाले राखेर रहेछ भन्दै गेट कटिसकेछौँ यो गेट कटेपछि चाहिँ हामी छिर्यौँ खोटाङतिर यो गेटदेखि उता भोजपुर गेटदेखि यता खोटाङ अहिले चाहिँ हामी छौँ खोटाङमा अनि यहाँ चाहिँ म हिँडिरहेको छु किन हिँडिरहेको छु जस्तो लाग्छ भने तपाईँहरूलाई म चाहिँ यो बाटो अलिकति खत्तम भएकोले गर्दाखेरि म चाहिँ अति भएर म त्यो बाइकको पछाडि बस्नै नसक्ने भएर चाहिँ म उत्रेर हिँड्दैछु एकछिन है सुविन्दाले तिमी जाऊ राम्रो बाटो भेजालसम्म तिमी जाऊ म हिँड्दै आउँछु भनेर अति भएर म चाहिँ अतिदेखि पनि 4 भएर चाहिँ म हिँडिरहेको छु गाइज होइन यो भिडियोमा हेर्दाखेरि चाहिँ यो बाटो त्यस्तो नराम्रो देखिँदैन तर यो बाटोमा यात्रा गर्नुपर्दा मा कसम यार भन्दाखेरि आफ्नै ठाउँको बेइज्जत गरे जस्तो हुन्छ त्यत्रो हामीले धनकुटा भोजपुर 2टा जिल्ला पार गरेर आयौँ त्यो बाटो यति राम्रो थियो हाम्रो हेर त यो के हो तर हाम्रो पनि पुरै बाटो चाहिँ नराम्रो छैन है अलिकति बिचमा मात्रै हो चखेवा तरेपछि अलिकति चाहिँ बिचमा नराम्रो छ त्यसपछि त फेरि फिल्लिल्लिल्लिल्लि हो हेर्न सक्नुहुन्छ त्यसपछि त हाम्रो पनि फिल्लिल्लिल्लि छ होइन यहाँदेखि चाहिँ अनि म फेरि बाइकमै चढेर म
आएँ दिक्तेलतिर हामी चाहिँ अब लाग्दैछौँ दिक्तेलतिर एकदमै बेलुका बेलुका पनि भइसक्यो थियो गलेर पनि यस्तो भइसक्यो थियो दुईजना भोक पनि पुरा लाग्दै थियो तर हामी चाहिँ दिक्तेल नै पुगेर हामी खाजा खाने हामीले निदो गरेर चाहिँ हामी सर र दिक्तेल आइपुग्यौँ गाइस यति बेला ल भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला है त सबैजनालाई अनि अन्तिमसम्म भिडियो हेर्नुभएको भए हेर्नुहुने जति सबैजना धेरै धेरै धन्यवाद भने हामी चाहिँ अब यहाँ खाजा साझा खाएर घरतिर लाग्छौँ है त टाटा बाई बाई